नास आईटी एक्सपो 2025 सुरु, यस्तो छ रौनक। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज नास आईटीको आयोजनामा टिग नास आईटी एक्सपो 2025 सुरु भएको छ। ललितपुरको सानेपामा रहेको हेरिटेज गार्डनमा सुरु भएको एक्सपोमा विभिन्न सूचना प्रविधिको सफ्टवेयर, उत्पादन र सेवाहरू प्रदर्शनीमा रहनेछन्। स्थानीय प्रविधि र डिजिटल उद्यमशीलतालाई प्रवर्धन गर्नका लागि पहिलो पटक नास आईटी एक्सपो सुरु भएको नास आईटीका अध्यक्ष गौरव पाण्डेले बताउनुभयो। काम गरिरहेको थियौँ। त्यस सिलसिलामा चाहिँ नेपालमा रहेका आईटी कम्पनीहरूलाई कसरी सोकेस गर्न सकिन्छ, कसरी चाहिँ एउटा सानो मार्केटबाट ठुलो मार्केटमा पुर्याउन सकिन्छ भन्ने उद्देश्यले पहिलो संस्करण नास आईटी एक्सपो 2025 आयोजना गरेको। सो एकदमै उत्साहजनक छ भन्दा हामीले सोचेको भन्दा धेरै मान्छेहरू आइदिनु भएको छ हैन, प्रोत्साहन गरिरहनु भएको छ। हाम्रो एक्जिबिटरहरू पनि खुसी हुनुहुन्छ। सो फ्लो चाहिँ निकै राम्रो छ। अब अघि अर्को भोलि पनि छ, शनिबार पनि छ। शनिबार पनि हेरौँ, आजकै कन्टिन्युटी भयो भने राम्रो हुन्छ होला। तर मेन हामीले खुसी लागेको चाहिँ इन्डस्ट्रीलाई, आईटी इन्डस्ट्रीलाई सबैजनाले जसरी माया र प्रोत्साहन गरिरहनु भएको छ, यो चाहिँ निरन्तर काम रहिरहोस् भन्ने आशा पनि हो। विभिन्न कम्पनीहरूले बनाएको प्रडक्टहरू, सर्भिसेसहरू देख्न पाउनुहुन्छ होला। अथवा तपाईँको आफ्नो कम्पनी छ, तपाईँलाई सफ्टवेयर चाहिरहेको छ भने यहाँ कम्पनीहरूले डिस्काउन्ट दिइरहनु भएको छ, त्यो पनि एउटा पाउन सक्नुहुन्छ होला। सो एउटै ठाउँमा चाहिँ एचआर होस् अथवा चाहिँ अकाउन्टिङ होस्, विभिन्न खालको सफ्टवेयरहरू देख्ने भएले त्यो हेर्न पाउनु चाहिँ हुन्छ। भोलि पनि हाम्रो शनिबार 11 बजेदेखि 6 बजीसम्म छ होइन। सो हामी यही नै फ्लोको आशा गर्दैछौँ। तर भोलि पनि सही बिजनेस ओनर्सहरू, स्टुडेन्ट्सहरू आएर अवलोकन गरिदिनुहोस्, एक्जिबिटर्सहरूलाई हौसला प्रदान गरिदिनुहोस्, बुझ्नुहोस् उहाँले के बनाइरहनु भएको छ अथवा इन्डस्ट्रीमा के ग्याप छ भनिदिनुहोस्, उहाँहरू पनि बनाइदिनुहुन्छ होला। मेन चाहिँ इङ्गेजमेन्ट बढाइराखौँ भन्ने। परम्परागत प्रदर्शनीभन्दा फरक हुने गरी यस कार्यक्रमलाई व्यावसायिक अवसर, सहकार्य र ब्रान्ड निर्माणको गतिशील मञ्चका रूपमा तयार गरिएको छ। एक्सपोमा विशेष गरी कृत्रिम बुद्धिमत्ता, एआई र डिजिटल रूपान्तरणमा जोड दिएको छ। नास आईटी एक्सपो केवल एक प्रदर्शनी नभएर नेपालका सूचना प्रविधिको प्रतिभा र व्यावसायिक अवसर बीचको सेतु भएको नास आईटीले जनाएको छ। एक्सपोमा 30 बढी सूचना प्रविधिको सेवा र उत्पादनहरूको प्रदर्शनी रहेको छ। एक्सपो अवलोकनकर्तालाई विशेष अफरको व्यवस्था समेत गरिएको र पहिलो दिन उल्लेख्य मात्रामा एक्सपोमा अवलोकनकर्ताको भिड रहेको नास आईटीले जनाएको छ। साथै कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेसन मार्फत आफ्नो सोच देखाइरहेका छन्। एक्सपोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता लगायत सूचना प्रविधिमा इच्छुकहरूले अवलोकन गरिरहेका छन्। एक्सपो अवलोकन निशुल्क गर्न सकिनेछ। एक्सपो भोलिसम्म चल्नेछ। एक्सपोको शीर्ष प्रायोजकमा एकाउन्टिङ सफ्टवेयर टिग रहेको छ, जस अनुसार एक्सपो टिग प्रेजेन्ट्स नास एक्सपो 2025 को नामबाट सञ्चालन हुनेछ। 2 दिनसम्म चल्ने यस कार्यक्रममा सिल्भर प्रायोजकमा ई-सेवाका साथै र्यापिड, रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन र डेटा वर्ल्ड लगायतको सहकार्य रहेको छ। कार्यक्रमको दिगो विकास साझेदारमा ग्लोबल आइएमई ब्याङ्क र अर्किङ कलेज रहेका छन्।